हेलो साथीहरू, हाई, सन्चै हुनुहुन्छ? म अब्बा इलेक्ट्रोनिक्स मोबाइल सर्भिस सेन्टरबाट हनक सुनवार बोल्दैछु। साथीहरू, आज म तपाईँलाई जेटी कम्पनीको मोबाइल अथवा जेटी ब्लेड A51 मोडलको मोबाइललाई चाहिँ कसरी अब हजुरहरूको एफआरपी लक तोड्ने भन्ने बारेमा सिकाउने गरेको छु। जुन चाहिँ एफआरपी लकलाई गुगल एकाउन्ट लक पनि भन्ने गर्दछ, हजुरहरूलाई चाहिँ म त्यसको चाहिँ कसरी त्यो एफआरपी लक चाहिँ रिमुभ गर्ने भन्नेमा सिकाउन गइरहेको छु। जस्तै अब हामीले एफआरपी फ्याक्ट्री सेट हान्यौँ है, यो हार्ड सेट हान्यौँ, फ्याक्ट्री सेट अथवा हार्ड सेट हानिसक्यौँ। अब चाहिँ लक लागिरहेछ क्या हजुरहरूको, यहाँनिर देख्नुहुन्छ, यहाँ चाबीको चिन्ह देख्नुभयो, यहाँनिर हेर्नुहोस् है, यहाँनिर चाबीको चिन्ह देखायो क्या। चाबीको चिन्ह भनेकोमा चाहिँ मतलब चाहिँ गुगल एकाउन्ट लक लागिरहेछ क्या यसमा। यो टोटली फुल्ली रूपमा अन हुँदैन। मोडल चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, जेटी कम्पनीको जेटी ब्लेड A51 अलिक मधुरो भइरहेछ, जेटी ब्लेड A51 है। अब यसलाई चाहिँ हामीले हार्ड रिसेट गरिसकेपछि कसरी यो गुगल एकाउन्ट रिमुभ गर्ने भन्ने बारेमा चाहिँ हामीले यो अनलक टुलबाट सिकाउन गइरहेको छु म। यसलाई चाहिँ सर्वप्रथम हामीले मोबाइल स्विच अफ गर्ने, पावर बटन थिचेर बस्ने, अनि पावर बटन थिचेपछि स्विच अफ भयो है। यो चाहिँ यसरी यहाँ ओके गरेपछि स्विच अफ भयो। अब हामीले चाहिँ यसलाई चाहिँ विशेष गरी चाहिँ कहाँ जानु पऱ्यो भने धेरैवटा कम्पनी हुन्छ नि यहाँ मोबाइलको, त्यसमा चाहिँ एमआई, स्यामसङ, हवाई, ओप्पो, भिभो, भिस्मार्ट, मेजु, टेक्नो, असुस, अनिखेर एलजी, नोकिया, लेनोभो, क्वालकम, मिडियाटेक, एन्ड्रोइड, एप्पल, इन्फिनिक्स अनि स्पेक्ट्रम भन्ने एउटा कम्पनीहरू छ। यसमा चाहिँ नि विशेष गरेर हामीले जानुपर्ने चाहिँ यसको लागि स्पेक्ट्रम भन्नेमा जानु पऱ्यो हजुरहरू। यहाँनिर छेउमा छ नि, यहाँ देख्नु भइरहेछ नि, यहाँनिर स्पेक्ट्रममा जाने। यहाँ गइसकेपछि चाहिँ अनि यसको मोडल छान्ने हजुरहरूले, यहाँ मोडल आउँछ यसरी, मोडल छान्ने ठाउँमा चाहिँ मोडल छानेपछि चाहिँ हाम्रो कुन कम्पनीको हो, हाम्रो जेटी कम्पनीको हो नि त। जेटी कम्पनीको चाहिँ यहाँनिर तल हुन्छ है, सबैभन्दा तल एक स्टेप माथि यहाँनिर छ है, यहाँनिर देख्नुभयो, यो चाहिँ जेटी कम्पनी हो। यसलाई जेटीमा जाने, यहाँ गइसकेपछि सिधा यसको सिधा आएपछि यहाँ मोडल सिलेक्ट गर्ने ठाउँ हुन्छ हजुरहरूको, मोडल सिलेक्ट गर्ने ठाउँ हुन्छ। मोडल सिलेक्ट गर्ने ठाउँ यहाँनिर टिक लाउने ठाउँ हुन्छ, अप्सन आउँछ। यहाँ गएपछि हाम्रो चाहिँ कुन मोडल हो त भन्दा यहाँ म देखाउँछु है हजुरहरूको चाहिँ जेटी कम्पनीको A51 भन्ने मोडल हो। यहाँ देख्न सक्नुहुन्छ है, जेटी ब्लेड A51, जेटी ब्लेड A51 मोडल हो है हजुरको। त्यसको लागि चाहिँ कहाँ छ त जेटी ब्लेड A51 भन्दाखेरि यसरी हेर्नु पऱ्यो, यहाँनिर यहाँ हेर्न सक्नुहुन्छ है हजुरले, जेटी ब्लेड A51 यहाँ छ नि। म नजिकैबाट देखाउँछु जुम गरेर, देख्न सक्नुहुन्छ हजुरले, यहाँनिर छ है जेटी ब्लेड A51 भनेर यहाँ छ, जेटी ब्लेड A51 यहाँ छ। अनि यहाँ गइसकेपछि हामीले चाहिँ तलपट्टि जानु पऱ्यो, हजुरहरूको चाहिँ इरेज एफआरपी भन्ने छ यहाँनिर है, देख्नुहुन्छ साथीहरू हजुरहरूको, यहाँ इरेज एफआरपी भन्ने छ। इरेज एफआरपीमा जानु पऱ्यो, अनि इरेज एफआरपी गएपछि यहाँ दुईवटा पोर्ट गर्नु पऱ्यो हजुरको, युएसबी पोर्ट र कम भन्ने हुन्छ। यहाँनिर चाहिँ कनेक्ट हुनु पऱ्यो, कनेक्ट गर्नु पऱ्यो। त्यसको लागि चाहिँ हामी युएसबी कनेक्ट गर्नु पऱ्यो। यहाँ कम्प्युटरमा यहाँनिर युएसबी केबल यो देख्न सक्नुहुन्छ हजुरले, युएसबी केबल यो सेतो टाइपको युएसबी केबल टाइप सी हो यो। यहाँबाट कनेक्ट गरेर हामीले गर्न सक्छौँ। जस्तै हजुरको म गरेर देखाउँछु है। यसको लागि चाहिँ गर्नको लागि चाहिँ सर्वप्रथम कहाँ जानु पर्यो भने यसलाई चाहिँ स्विच अफ हामीले गरिसक्यौँ है, मोबाइललाई स्विच अफ गरिसक्यौँ है, यो मोबाइललाई स्विच अफ गरिसक्यौँ। अब यसलाई चाहिँ हामीले भोलम बटनको चाहिँ यो पावर बटन नछुने, भोलम दुईवटा बटन छुने, यो दुईवटा बटन भोलम प्लस र माइनस बटन छिचेर बस्ने, अनि युएसबी कनेक्ट गर्ने साथीहरू। अनि त्यहाँ देख्नुहुन्छ है हजुरले एफआरपी रिमुभ भएको यसरी तपाईँ छिचे, भोलम बटन प्लस र माइनस छिचेर बस्यो, यसरी छिचेर बसेर युएसबी कनेक्ट गर्ने यसरी हेर्नुहोस् है।
यसरी युएसबी कनेक्ट गर्ने, यसरी युएसबी कनेक्ट गर्ने। देख्नुभयो उता गइरहेको छ, देख्नुभयो नि हजुरले सेन्डिङ अफ डाटा भनिरहेको छ नि, देख्नुभयो ऊ सेन्डिङ FDL1 ओके, सेन्डिङ FDL2 भनेर आइहाल्छ ऊ, देख्नुभयो ओके। ल कङ्ग्रेचुलेसन हजुरले देखिसक्नु भयो। तलपट्टि चाहिँ यहाँ देखिसक्नु भयो है, यो चाहिँ हामीले गर्नु के हो भन्दाखेरि एफआरपी रिमुभ गर्ने हो नि त। हजुर यहाँ देख्नुभयो तलपट्टि है, हेर्नुहोस् है त हजुर, यसरी इरेज एफआरपी ओके भनेर आयो, देख्नुभयो इरेजिङ एफआरपी ओके भनेर आयो है। सबै मसिनो कुराहरू अनि टोटल यहाँ अन पनि भइसक्यो हजुरहरूको। यहाँनिर इरेजिङ एफआरपी ओके भनेर आयो, एफआरपी लक पनि अन भयो। अब यहाँनिर जेटी भनेर अटोमेटिक यहाँ रिस्टार्ट अन भइरहेछ। यो चाहिँ टोटल्ली फुल्ली अन नै हुन्छ। म हजुरलाई एउटा अनै गरी देखाउँछु। यो चाहिँ साथीहरू यसरी सजिलै छ। यदि हजुरलाई यो अनलक टुलको बारेमा अब चाहिएको छ, हजुरहरूसँग अनलक टुल छैन भने यो चाहिँ नितान्त सस्तो, राम्रो, भरपर्दो पनि छ। र अनलक टुलबाट चाहिँ हामीले धेरैवटा मोडलहरू चाहिँ यसरी यो एफआरपी रिमुभहरू आफैले गर्न सकिन्छ। एउटा मोबाइल पसलमा यो टुल चाहिँ नितान्त राख्न आवश्यकता छ है। ल हेर्नुहोस् यहाँनिर पहिला यहाँ चाबीको चिन्ह आएको थियो नि, हजुरहरूलाई देखाएको थिएँ नि मैले, चाबीको चिन्ह छैन किनकि रिमुभ भइसक्यो। अब यसलाई स्किप गर्दै जाने हजुरहरू, स्किप गर्दै जाने, यसरी स्किप गर्दै जाने। अनि स्किप गरिसकेपछि हामीले यहाँ वाइफाईको पासवर्ड राख्ने है, वाइफाईको पासवर्ड। ल साथीहरू मैले वाइफाईको पासवर्ड पनि राखिसकेँ, कनेक्ट पनि गरिसकेँ। अब यसलाई चाहिँ नेक्स्ट स्टेप गइरहेछ, यो नेक्स्ट स्टेप गइरहेछ। गेटिङ योर फोन रेडी, दिस मे टेक अ फ्यु मिनट है हजुरहरू, केही मिनट लाग्ने छ तर मजासँगले हुनेछ क्या यो चाहिँ आनन्दले। हामीले यति गर्दाखेरि यदि यति गरियो भने चाहिँ हामीले 500 रुपियाँ कस्टमरहरूसँग लिन सकिन्छ क्या साथीहरू। यो अनलक टुलबाट यसरी हटाएको हामीले चाहिँ 500 रुपियाँ लिने गरेछौँ क्या यहाँबाट। यसरी गइरहेछ है, रेडी हुँदैछ, गेटिङ रेडी। केही समय लाग्छ, केही समयपछि यो पुरै फुल्ली अन हुन्छ। म हजुरलाई फुल्ली अन गरेर देखाउँछु है। त्यही हो, एकदम मजाको ट्रिकै हो। यहाँबाट अब नेक्स्ट स्टेप जाने है, नेक्स्टमा छिट्ने, नेक्स्टमा अब डन कपी गरिदिने। गइरहेछ, जस्ट अ सेकेन्ड भनिरहेछ। हो यहाँ देख्नुभयो। अब यहाँ के भनेको छ, अघि चाहिँ यसरी आउँदैन थियो। अब यसले क्रिएट एकाउन्ट क्रिएट गरिदिनु भयो अथवा एकाउन्ट क्रिएट नगरी स्किप गरिदिनु भयो। हामीले अहिले स्किपै गर्छौँ, यहाँनिर स्किप गर्नु है, स्किप गर्छौँ। अझै हामी स्किप गर्छौँ, अझै हामीले यहाँ मोर गर्छौँ, एसेभ गर्छौँ। अब यहाँ लक अहिले केही नराख्ने, स्किप गर्छौँ। यसरी देख्नुहुन्छ है। अब मोर गर्छौँ, एग्री गर्छौँ, अल सेट भइसक्यो। ल हजुर देख्न सक्नुहुन्छ है। ल टोटल कङ्ग्रेचुलेसन हजुरहरू, यो काम भयो है। देख्नुभयो सबै एप्सहरू चल्यो यसरी। साथीहरू यसरी हजुरलाई पनि जेटी ब्लेड A51 मोडलको मोबाइल चाहिँ यसरी एफआरपी लक लाग्यो भने यसरी सजिलैसँग चाहिँ हजुरहरूले चाहिँ एफआरपी लक चाहिँ रिमुभ गर्न सक्नुहुनेछ। यदि केही हजुरहरूलाई गाह्रो भयो भने हजुरले मलाई कमेन्ट पनि गर्न सक्नुहुनेछ र वाट्सएपमा नम्बर राख्नेछु म। हजुरहरूले चाहिँ मलाई वाट्सएपमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ है। अनि यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नुहोला। हस् त, बाइ बाइ।